Hello लाटीहरू मलाई आज यो फुड च्यालेन्ज ब्लग बनाउँदैछु र मैले यो बफ अल्टलेन्स काट्दैछु फ्राई गर्नको लागि। मैले चाहिँ बफ अल्टलेन्स 4 वर्षपछि खान लागेको हो। यतातिर मेरो दिदीले अल्टलेन्स फ्राई गर्दै हुनुहुन्छ अनि मैले पनि फ्राई गरेको गरिरहेको छु। यताउता मेरो माइजू चाहिँ मोमोको लागि अचार रेडी गर्दै हुनुहुन्छ। यो चाहिँ मोमोको लागि अचार बोइल गरेको माइजूले चाहिँ अरूहरू तामाङहरू ग्राइन्डर गर्दै हुनुहुन्छ। अनि यतातिर फेरि मेरो दिदीले चाहिँ फ्राइड राइसको लागि भेजिटेबलहरू चप गर्दै हुनुहुन्छ। अनि यो चाहिँ मोमो चाहिँ अब बनाइहाल्नु भनेर माइजूले मोमो भाँडामा मोमो हाल्न रेडी गर्दै हुनुहुन्छ। अनि मोमो चाहिँ एउटा मोमो चाहिँ पुरै बिग्रेछ कि त्यो फ्रिज तल हाले भएर नर्मल फ्रिजमा हाले भएर त्यसपछि यो भेजिटेबल रेडी भयो। अनि यता लाइनमा चाहिँ हामीले करेन्ट पिरो चौचौ पनि बनाउन लागेको, त्यही भएर यतातिर चाहिँ करेन्ट चौचौ चाहिँ बोइल गर्दैछन् बहिनीले। अनि उतातिर फ्राइड राइस पनि रेडी हुँदैछ। अनि मैले चाहिँ फ्राइड राइसमा अन्डा पनि हाल्ने भनेर अन्डा बनाउनतिर लागेको। यो चाहिँ नयाँ प्यान हो कि त्यही भएर यही प्यानमा अन्डा बनाइदिउँ भनेर मेरो दिदी पछाडि पुरै आनन्दले मोबाइल चलाइरहनु भएको कि सबै काम भ्याएर। अनि मैले चाहिँ अन्डा बनाउँदैछु। अनि मैले चाहिँ त्यो अन्डा फुटाएको भिडियो भयो होला भनेको भएन छ कि। अनि त्यही पनि मैले यो अन्डा पल्टाउँछु भनेको है, पल्टाउनै नजानेर अनि हेर्नु चम्चाले उल्टाको फाल पारेछ। अनि केही छैन ल टुक्रा पारेर फ्राइड राइसमा हाल्ने हो भनेर मैले फेरि फ्राइड राइस अन्डा हालेर फाइनल टचअप दिएँ। यति मिठो भएको थियो यो खानेकुराहरू होइन। अनि यत्रो रमाइलो भएको थियो, हामी सबजना मिलेर पकाउँदाखेरि त यति धेरै रमाइलो हुने रहेछ कि। त्यसपछि खाना रेडी भयो। अब ल च्यालेन्जको लागि प्रिपेयर गरौँ भनेर मोबाइलहरू यताउति गर्दैछौँ कि। अनि मैले चाहिँ फेरि होलीको टिकट लागेछ हो इग्नोर गर्ने। अनि मेरो माइजू मेरो भाइहरू चाहिँ पुरै कोही चाहिँ गेम खेल्दै कोही चाहिँ यताउति गर्दै माइजूले चाहिँ मलाई भिडियो बनाएर राख है भन्दै हुनुहुन्थ्यो। फाइनली मेरो मामा पनि आइपुग्नु भयो। अनि मामाले चाहिँ क्यामेरा मिलाछ भन्दै क्यामेरा मिलाउनु भयो कि मामा कामबाट आउनु भएको नि त डाइरेक्ट पुरै भोकले रम्थाने थियो। अब हामी सबैजना रेडी भयौँ फुड च्यालेन्ज गर्नुको लागि। अनि फुड च्यालेन्ज गरेँ कि है, यति रमाइलो भयो त्यो फुड च्यालेन्जमा पुरै। अनि मैले चाहिँ रेकर्ड भयो कि भएन भन्दै चेक गर्दै हेरिरहेको थिएँ कि। अनि फुड च्यालेन्जमा म चाहिँ होइन यस्तो भोक लाग्थ्यो मलाई। अनि मेरो पालो आयो भनेर म दौडिन लाग्थेँ, तर लाग्न हुँदैन रहेछ कि। अनि यति रमाइलो भयो। खानेकुराहरू नमिठो भए पनि सबैजना मिलेर खाना पकायो अनि रमाइलो गरेर खायो भने चाहिँ एकदम मिठो हुने रहेछ है। तर यो एउटा भनाइ मात्र हो होइन। तर आज हामीले बनाएको यो मोमोहरू अनि चाउमिन फ्राइड राइसहरू सबै धेरै मिठो भएको थियो। अनि खेल्दै यहाँनिर है पालै नआउने कि। अनि मेरो त पालै आएन भनेर मैले भनिरहेको थिएँ कि। अनि मेरो बहिनीको पालो आयो, धेरै पालो आएर उता नाचेर खाइरहेको थियो पुरै इन्जोय गरेर। आफ्नो चाहिँ पालै नआएर कहिले पालो आउँछ भन्दै म त त्यही क्यामेरामा पनि हेरिरहेको कि है। यति अनि यस्तो पिरो चौचो ढ्याङ्काएर म त चौचो त खाएकै छैन, पालै आएन के खान पाउनु। अनि गर्दा यिनीहरूले यति धेरै खायो कि भाइले पनि ल म क्वाइट गरेँ है, मेरो फुल भयो भने बहिनीले पनि ल म नखाने मेरो पनि पेट भऱ्यो भन्यो। अनि ल अब हामी तिनजनामा चाहिँ पालो आउँछ छिटो ल मामाले भन्नुभयो ल भनेर। यो तिनजनामा नि के पालो आउँथ्यो र मेरो बल्ल तल्ल पालो आएर मैले मोमो र चाउमिन हातेरै धनी खाएँ। त्यो पछि चाहिँ हामी तिनजनामा चाहिँ मजाले पालो आयो कि। अनि पालो आएर जो मैले चाहिँ खान पाएँ, नत्र भने त 5जना भाबेर त आमा पालै नआउने कि। त्यसो गर्दै हाम्रो यो गेम पनि एकदम रमाइलो भयो। र आजको लागि यति नै हो। थ्याङ्क यू फर वाचिङ। लाइक कमेन्ट गरिदिनु होला। यति नै हो आजको लागि। बाई बाई। थ्याङ्क यू फर वाचिङ।